जिन्दगीमा अगाडि बढ्नु छ भने चाहिँ घर छोड्नै पर्ने रहेछ यार। घर छोडेपछि चाहिँ तपाईँले धेरै कुराको ज्ञान पाउनुहुन्छ क्या। तपाईँलाई तपाईँको लाइफले सिकाउँछ क्या कसरी अगाडि बढ्न पर्दो रहेछ। बाबुआमाको सपोर्ट बिना अगाडि बढ्दा कति गाह्रो हुँदो रहेछ भन्ने कुरा सब त्यति बेलै थाहा हुन्छ क्या। के हो भोग, के हो स्ट्रगल, के हो दुःख, सब थाहा हुन्छ कसम। त्यही बेला थाहा हुन्छ क्या पुरै। अब यति चोट पाइन्छ, हरेक ठाउँमा ठक्कर पाइन्छ, कतिजनाको हेपाइ सुनिन्छ। अब गाह्रो हुन्छ है, एकदमै गाह्रो हुन्छ। जब विदेश गइन्छ नि त्यसपछि थाहा हुन्छ क्या लाइफ चाहिँ के रहेछ भनेर। रौँ छ यार, कति रुँदै नि हिँडिन्छ यार। स्टिल म पनि मेरो लाइफमा मैले नि स्ट्रगल गर्ने फेसमा स्ट्रगल गरिरहेको छु अहिले। यो फेसमा मैले नि कतिचोटि रुएरै हिँडेँ होइन। बाहिर देखाउनको भएन नि त होइन, तर भित्र मनमा त जे छ मलाई थाहा नि त। कति रोएर नि हिँड्यो, कति कुराबाट चोट खाइयो होइन, कति कुरामा हार खाइयो, कति कुरा गर्न खोज्दा खोज्दै नि भएन। दुःखको बाटोमा साथ दिने मान्छे चाहिँ एकदमै लकी मान्छेले मात्र पाउँछ। मैले पाउन त पाएँ होइन, तर पनि धेरै कुरा गाह्रो छ नि। सोचे जस्तो छैन, भने जस्तो छैन होइन। अनि त्यो आफूले आफूलाई मोटिभेट गर्नुहोस्, अगाडि बढ्नु। तपाईँको भोलिको दिन एकदम राम्रो हुनेछ। दुःख गरेको बाटो चाहिँ नबिर्सिनु होइन। मैले यस्तो दुःख गरेको थिएँ र म आज यो ठाउँमा पुगेँ भन्ने एउटा बाटो बनाउनु, सोचेको कुरा पुरा गर्नु होला। त्यही भन्छु म त यार, सबजनालाई मिहिनेत गर्नु होला होइन। अनि त्यो स्ट्रगल चाहिँ छ है, हरेक बाटोमा स्ट्रगल छ। र त्यो स्ट्रगललाई चाहिँ सक्दिनँ चाहिँ नभन्नु होला, सक्छु नै भनेर गर्नु होला है।